ओ माई गड भयङ्कर सर्प। नमस्कार सम्पूर्ण दर्शक प्रेम आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज म विशेष गरेर एउटा सर्पको भिडियो देखाउँदैछु। तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। अहिले म धनगढीको सन्तोष टोल भन्ने ठाउँमा छु। यहाँ एउटा सर्प आएको छ र यो सर्पको भिडियो तपाईँलाई देखाउँदैछु। ओ माई गड सर्प भयङ्कर खतरनाकको सर्प रहेछ। यहाँ धनगढी उपमहानगरपालिकाको टोलीले उक्त सर्पको उद्धार गर्नको लागि बोलाइएको छ। उहाँ अडिया छन् के हो तानाला तान सब्बास तेरीवालाई पल्लीमा पहाडका भन्थे पहाडका जहाँ डणाकी स्याप आयो भन्थे धनगढी आएका डणाकी स्याप आ भन्छे के हुने छैन। तानाला भाइ तान यही हो मौका। कि तन्यमा लट्ठी ठुलो स्याप रहेछ। ओहो ल ल ल ल ल भयङ्कर सर्प छ गाई, धेरै ठुलो सर्प छ होइन। उक्त सर्पको उद्धारको लागि एउटा यहाँ उपमहानगरपालिकाको टोली आइरहेको छ। हेर्न सक्नुहुन्छ मजाले सर्प 4 फिट जतिको सर्प छ। यहाँ सर्प हेर्नेको भिड पनि धेरै छ। सम्पूर्ण अब यहाँ लोकल स्थानीय वासीहरू यहाँ आएर यसो हेरिरहेछन्, भिडियो बनाइरहेछन् र यो सर्पबाट चाहिँ जोगिनु होला। एकदम भयङ्कर खतरनाक सर्प छ। मजाले हेर्नु त मभन्दा पनि ठुलो रहेछ यार सर्प। ओहो गाह्रो छ त जिन्दगीमा। अब उक्त सर्पको उद्धार भइरहेछ यहाँ। एकैछिनपछि पुरा हेर्न सक्नुहुन्छ भिडियो हेरौँ है त। त्यहाँबाट अब निकालिरहेको छ, अड्किया छ त्यो सर्प चाहिँ भित्र जालीमा अड्किया रहेछ ठोकिएर। अब त्यसपछि यहाँ अब निकाल्ने कार्य भइरहेको छ। अब हेरौँ कति ठुलो छ सर्प भनेर एकैछिन तपाईँलाई म राम्रोसँग देखाउन गइरहेको छु। मजाले हेर्न सक्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ सर्प हात समातिसकेको छ। ओ भाग्छ कि क्या हो कुरो, गाह्रो छ जिन्दगीमा। मजाले ल हेर्नु त सानोतिनो मान्छे भन्दा त ठुलो सर्प रहेछ यार। 5 फिटको छ त के हो कुरो। समातिसकेको छ, बल्ल तल्ल समातियो। अब उसलाई उद्धार कार्यक्रम भइसकेको छ। धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि धेरै धेरै धन्यवाद उद्धार गरिदिनु भएकोमा। तपाईँको ठाउँतिर पनि सर्पहरू भेटियो भने तुरन्त खबर गर्नु होला। कसैको पनि हत्या गर्ने काम नगर्नु होला। भिडियो कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया दिनु होला। कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। थ्याङ्क यू सो मच गाइज। माया